हेलो साथीहरू, नमस्ते। आराम हुनुहुन्छ? म चाहिँ आज समुद्रको छेउतिर यसो घुम्नलाई एक्लै निस्किँदैछु। आज क्रिकेट पनि खेलेका रहेछन्, फुटबल, भलिबल, ब्याडमिन्टन। म चाहिँ एकदमै खेलकुदको चाहिँ एकदम सोखिन छु के। खेलकुद भनेपछि मलाई अरू केही चाहिँदैन होइन। आज केही छैन। हिजो फुटबल खेल्यो, एकछिन फेरि भलिबल खेल्नतिर गइयो। अब मान्छे सबै आज सायद ओटी चलिरहेको होला सबैको, कोही इन्जुरी भएको होलान् होइन। अब खेल क्षेत्रमा जति रुचि राखिन्छ होइन, खेल खेल्दा चाहिँ अलि घाइते पनि हुने सम्भावना धेरै हुन्छ होइन। त्यही भएर खेल क्षेत्रमा एउटा जति आनन्द मजा आउँछ त्यति नै जोखिम पनि हुन्छ। र अलिक सुरक्षित तरिकाले खेल्यो भने चाहिँ राम्रै हुन्छ, स्वास्थ्यको लागि एकदम फाइदा होइन। किनभनेदेखि 24 घन्टामा 1 घन्टा चाहिँ स्वास्थ्यको लागि छुट्याउनु पर्छ होइन। तपाईँहरू पनि कतिको एक्सर्साइज गर्नुहुन्छ, एक्सर्साइज गर्नु होला होइन। आफ्नो स्वास्थ्यलाई ध्यान दिनु होला। आफ्नो स्वास्थ्यभन्दा ठुलो अरू केही होइन। तपाईँ खेलकुदमा रुचि छैन भने पनि तपाईँ बिहान बेलुका हिँडडुल गर्न, रनिङ गर्न सक्नुहुन्छ होइन। त्यसपछिबाट तपाईँ यदि बाहिर हिँडडुल गर्न पनि अलि लाज लाग्छ भने तपाईँ घरमै बसी पनि धेरै एक्सर्साइजहरू, शारीरिक कसरत गर्न सक्नुहुन्छ होइन। तपाईँ अलि हामी नेपालीहरूको खानपिन त्यस्तै छ होइन। टन्न खान्छौँ, राति सुत्ने बेलामा पनि अलि धेरै कसरतहरू गर्दैनौँ। अनि त्यही भएर एकदमै धेरै रोगी भइरहेका छौँ हामी नेपालीहरू होइन, खाना नजानेर होइन। त्यो भएर आफ्नो स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। स्वास्थ्यको एकदम ख्याल गर्नु होला। अनि त्यही हो, घरमै बसी पनि चाहिँ एक्सर्साइजहरू गर्न सकिन्छ होइन, रुममै बसी पनि। अलिकति अहिले सुगर, प्रेसर होइन, अनेक विभिन्न रोगहरूले चाहिँ एकदम धेरै नै चाहिँ नेपालीहरूलाई एउटा गाजिरहेको छ होइन। हामी चाहिँ जब बिरामी हुन्छौँ तब मात्रै हामी चाहिँ डक्टरलाई देखाउन हस्पिटल जान्छौँ होइन। बिरामी हुनुभन्दा नहुनु नै बेस होइन। त्यही भएर हुनुभन्दा पहिला नै आफू सचेत हौँ होइन, आफ्नो स्वास्थ्यको ख्याल गरौँ। किनभने तपाईँ चाहिँ आफ्नो स्वास्थ्यलाई चाहिँ मेन्टेन गर्न सक्नुभयो भनेदेखि होइन, तपाईँ बिरामी हुने चान्स एकदमै कम हुन्छ है। त्यही भएर स्वास्थ्यलाई हेलचाक्री नगरौँ है, आफ्नो स्वास्थ्यको ख्याल गरौँ। म चाहिँ अलिकति म एकदम खेलकुद क्षेत्रमा एकदमै रुचि राख्ने मान्छे, खेलिरहने मान्छे, तर पनि बिरामी भइरहेछ, रोग लागेको छ होइन। भनेपछि कहिल्यै पनि केही चाहिँ अब एक्सर्साइज नगर्नेहरूलाई त धेरै लाग्ने सम्भावना हुन्छ होइन। खानपिन त्यस्तै छ। त्यो भएर मेरो एउटा यो मेसेज, जति पनि मेरो मोबाइलकोबाट खिचेको भिडियो हेरिरहनु भएको छ सबैजनालाई है, एउटा सामान्य कुरा जस्तो लागे पनि यसले गहिरो प्रभाव पार्छ होइन। त्यो भएर आफ्नो स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। त्यो आफ्नो स्वास्थ्यको हेरचाह राम्रोसँग गर्नु होला, खानपिन राम्रोसँग खानु होला, राति भरसक अलि थोरै खानु होला होइन, भेजिटेबलहरू धेरै खानु होला। अझ यो बजारमा पाइने विभिन्न खानेकुराहरू चाहिँ एकदमै थोरै खानु होला। किनभने यो म त भन्छु खाँदै नखानुहोस्, यी ड्राई फ्रुटहरू होइन, यो यो जङ्क फुडहरू यो चाहिँ एकदमै कम खानु होला। यो बजारको खानपिन खासै राम्रो हुँदैन हाम्रो स्वास्थ्यको लागि। त्यो केही खानु मन छ भने घरमै बनाएर खानुहोस् होइन, भरसक चाहिँ नखानुहोस् भन्दै चाहिँ म चाहिँ समुद्रको छेउमा लगभग आइसकेको छु। भिडियो लामै भयो होइन। म तपाईँहरूलाई यसो समुद्रतिर पनि देखाइदिन्छु, किनभने यो मालदिभ्सको समुद्र छ, टापु होइन। तर यहाँ नेपालमा चाहिँ अब हाम्रो चाहिँ पहाड छ होइन।
तर यहाँ मालदिभ्समा चाहिँ समुद्रै समुद्र। तपाईँलाई पत्याउनुहुन्न होला होइन, समुद्रको सतहभन्दा पनि यो जमिनको सतह चाहिँ होचो छ क्या मालदिभ्समा। एकदमै देख्नलाई चाहिँ यो 1-2 मिटर अग्लो देखिए तापनि होइन यो सतह चाहिँ नाप्दाखेरि चाहिँ समुद्रभन्दा पनि होचो छ यो जमिनको भाग। तर तपाईँलाई यो टापु सबभन्दा यो मालदिभ्समा सम्भवतः सबैभन्दा लामो आइसल्यान्ड नै हाम्रो होला। यो 17 किलोमिटर कति छ, चौडाइ त यो 2-3 किलोमिटर नि छैन त्यस्तो के। सानो सानो, यो त ठुलो अझ यो आइल्यान्ड। अनि अन्तत एकदम सानो सानो हुन्छ आइल्यान्डहरू। ल साथीहरू, म चाहिँ यो समुद्रको छेउतिर आइपुगेँ। तपाईँहरूलाई म समुद्र देखाउँदैछु है। हावा चलेको छ सर्र। बल्छिल्याएको भए माछा मार्न पनि हुन्थ्यो। नेपालमा चाहिँ ठुल्ठुलो माछा मारिरहेका छन् है। ल है त, यो चाहिँ माछा मार्न पनि सकिन्छ। यो चाहिँ उता आइल्यान्डहरू छ, उता बस्ती, त्यहाँ अलिक परतिर चाहिँ यो पर चाहिँ उता चाहिँ एयरपोर्ट छ, डोमेस्टिक एयरपोर्ट। समुद्र उतातिर चाहिँ एउटा रुखहरू छन् होइन, यस्तै छ। कसरी यो अलि यो राजधानीभन्दा अलि टाढा बस्छु म चाहिँ। यहाँ अलिक सुन्दर शान्त एकदम ठिक छ बसाइ होइन। हस्, आजको यो भिडियो म चाहिँ यति लामो भिडियो चाहिँ त्यति बनाएको थिइनँ, आज बनाइयो पहिलोपटक। सबैलाई हेर्ने जति सबैलाई धेरै धेरै धन्यवाद है त। बाई बाई।